नमस्ते साथीहरु, वर्षको आगाजसँगै विश्वले एउटा यस्तो न्युज सुन्यो जसले पुरै ल्याटिन अमेरिकामा भ्यू चाल्यो ल्यायो। जनवरी 3, 2026 को बिहान अमेरिकाले एउटा ठूलो मिलिटरी अपरेसन चलायो भेनेजुएलामा। उनको निशानामा थिए भेनेजुएलाका हाई प्रोफाइल व्यक्ति एक्टिङ हेड अफ स्टेट निकोलस मादुरो। Nicolas Maduro. Kidnap Nicolas Maduro. यूएस प्रेसिडेन्ट डोनाल्ड ट्रम्पले यसलाई अमेरिकाबाट भएको अहिलेसम्मको सबैभन्दा ठूलो अपरेसन भनेर भने। Well, they're against attack after they found out it was the most successful attack, probably the most talented, most brilliant tactically attack. तर प्रश्न यहाँ आउँछ, आखिर के कारण अमेरिकाले भेनेजुएलाका एक्टिङ हेड अफ स्टेटलाई नियन्त्रणमा लिनु पर्यो? आजको भिडियोमा जान्ने प्रयास गरौँ भेनेजुएला र अमेरिका बीच चलिरहेको यो जियोपोलिटिकल वार। The United States just attacked Venezuela's capital, hitting a military. भेनेजुएला विश्वको एउटा ठूलो प्लेयर रहेको देश हो र यस मामलामा उसले मिडल इस्टका धेरै देशहरूलाई पनि पछाडी पार्न सफल भयो। मिडल इस्टका देश साउदी अरेबिया, कतार जस्ता देशहरूलाई यसले नै पछाडी पारिसकेको छ। यूएस को लागि यो ओइल सप्लाई सधैँ एउटा मेजर स्ट्रेटेजिक पोइन्ट बनेको छ। 1990 र 2000 को दशक भेनेजुएलाका फर्मर प्रेसिडेन्ट हुगो चावेज, जसको पोलिटिकल आइडियोलोजी कम्युनिज्म थियो, उनी बारम्बार अमेरिकालाई विरोध गर्दै थिए। El señor presidente del diablo vino aquí, democracia, ese el que se... उनकै फ्लोवर हुन् अहिलेका वर्तमान एक्टिङ हेड अफ स्टेट निकोलस। Ni a América del Sur ni a nuestra América. Y si algún día tocan a Venezuela, toda la América se levanta. वर्ष 2007 मा प्रेसिडेन्ट हुगो चावेजले भेनेजुएलाको ओइललाई फरेन इन्भेस्टरबाट वञ्चित गरेर यसलाई नेशनलाइज गरेका थिए। यही समयमा भेनेजुएलाले आफ्नो नेशनल ओइल कम्पनी PDVSA लाई स्थापित गरेको थियो र एउटा यस्तो नियमलाई फरेन इन्भेस्टर्सहरूलाई 60% इक्विटी भेनेजुएलाको नेशनल ओइल कम्पनी PDVSA लाई दिनु परेको। अब अमेरिकन बिजनेस एम्पायर जसले एउटा ठूलो प्रॉफिट गर्दै थिए भेनेजुएलाको ओइलबाट, उनीहरूलाई यो नीतिले ठूलो असर गर्यो। युनाइटेड स्टेट अमेरिका जो बिजनेस एम्पायर का अगाडि नतमस्तक, उसले बारम्बार प्रयास गर्यो भेनेजुएलाका त्यति बेलाका प्रेसिडेन्ट हुगो चावेज माथि सिक्रेट अपरेसन चलाउन, तर ऊ पटक पटक असफल भयो। अमेरिकाले मदुरोको किडन्यापिङ, भेनेजुएलाको बाटोबाट भइरहेको ड्रग ट्राफिकिङ र यसमा मदुरोको सिधै इन्भल्भमेन्ट देखाएर लिगल प्रोसिड्युरको रूपमा मदुरोलाई ल्याइएको भनेर भन्यो। तर एउटा पुरै शहरको रेडार सिस्टममाथि स्ट्राइक गर्नु, साइबर एट्याकको माध्यमले इलेक्ट्रिसिटी कट अफ गर्नु र यही मौकाको फाइदा उठाउँदै प्रेसिडेन्टियल प्यालेसबाट सोभरेन हेड अफ स्टेटलाई क्याप्चर गर्नु कुनै पनि हिसाबले लिगल प्रोसिड्युर मानिँदैन। केवल 100 फिटको उचाइमा रहेको अमेरिकन मिलिट्री फोर्सको हेलिकप्टर भेनेजुएलाको टेरिटरीमा प्रवेश गर्छ। पुरै राजधानी अन्धकारमय छ, बिजुली काटिएको छ। यति कम हाइटमा यी हेलिकप्टरहरू उडिरहेको छ कि रेडारको सम्पर्कमा पनि यो हेलिकप्टरहरू आउन सकेन। भेनेजुएलाका आर्मी र सेक्युरिटी कन्सर्न सबैलाई सकमा पार्दै अमेरिकन फोर्सेसको हेलिकप्टर प्रेसिडेन्टियल प्यालेसमा इन्टर गर्छ र केवल 5 मिनट भित्रमा अमेरिकन मिलिट्री फोर्सेसहरूले भेनेजुएलाका प्रेसिडेन्टलाई बन्दी बनाउँछ। इन्टरनेशनल मिडियाहरूले सर्कुलेट गरेको न्युजलाई हेरेर हामी सबैले लागेको होला कि अचानक भएको छ, तर यसको प्लानिङ धेरै वर्षदेखि चल्दै आयो। हालैको प्रेस कन्फरेन्समा अमेरिकाका विदेश मन्त्री मारियोले सोधिएको प्रश्नमा बताए कि युनाइटेड स्टेट्सले पटक पटक मदुरोलाई चेतावनी दिएका थिए। Nicolas Maduro had multiple opportunities to avoid, provided multiple very generous offers, and chose instead to act like a wild man, chose instead to play around. युनाइटेड स्टेटका प्रेसिडेन्ट डोनाल्ड ट्रम्पले पनि मदुरोलाई पर्सनली कल गरेर युनाइटेड स्टेटसँग ओइल डिल गर्नका लागि भनेका थिए, तर यसलाई पनि मदुरोले अस्वीकार गरे। But we'll go to Venezuela to buy reserves. We're keeping it. लगभग धेरै महिना पहिलादेखि नै अमेरिकाले एउटा CIA अफिसर भेनेजुएलाको टेरिटरीमा डिप्लोय गरेको थियो। मेन टास्क भेनेजुएलाका प्रेसिडेन्ट निकोलस मदुरोलाई रेगुलर मोनिटरिङ गर्न, उनी बस्ने लोकेसनको हरेक मुभमेन्टलाई रेगुलर मोनिटरिङ
गर्नका लागि यो CIA अफिसरले डिप्लोय गरिएको एउटा यस्तो स्पाई अपरेसन जुन यतिसम्मको रिस्कफुल हुन सक्छ जसले युनाइटेड स्टेट्सलाई इन्टरनेसनल स्टेजमा बेइज्जत पनि गर्न सक्छ। हालाकि केही दिन अगाडि मात्रै युनाइटेड स्टेट्सले बङ्गलादेशमा CIA अपरेसन डिप्लोय गरेको थियो जुन सक्सेसफुल भएन। फक्स न्यूजलाई इन्टरभ्यू दिँदै गर्दा डोनाल्ड ट्रम्पले इन्टरभ्यूमा बताए कि यो एउटा टेलिभिजन शो भन्दा कम थिए। I've seen what happened. I mean, I watched it literally like I was watching a television show. तर साथीहरू यो केवल एउटा टेलिभिजन शोमा भएर अमेरिका र मोडर्न हिस्ट्रीको इतिहासको सबैभन्दा ठूलो मिलिट्री अपरेसन। त्यही ट्रम्प जुन विश्वमा पीस नेगोसिएसन गर्दै हिँडिरहेका थिए, कहिले इन्डिया र पाकिस्तानको बीच पीस नेगोसिएसन त कहिले इरान र इजरायलको बीचमा पीस नेगोसिएसन। त्यही ट्रम्प जुन आफूलाई नोबेल पीस प्राइजको हकदार भनेर भनिरहेका थिए, हालाकि उनले यो नोबेल पीस प्राइज त जितेन, तर को जिते त यो नोबेल पीस प्राइज? यही भेनेजुलाका अपोजिसन लिडर जसले आफ्नो यो जितेको प्राइज पनि डोनाल्ड ट्रम्पलाई डेडिकेट गर्छ। डोनाल्ड ट्रम्प एग्रेसिभ ट्रम्प बनेका छन्। आज ट्रम्प ग्रिनल्यान्डलाई पनि आफ्नो सोभरेन स्टेट बनाउने दाबी गर्दैछन् र भारतमाथि पटक पटक स्याङ्सन लगाइदैछ। यो वर्ल्डको एउटा यस्तो न्यू अर्डर जहाँ शक्ति राष्ट्रले सानो राष्ट्रमाथि दमन गर्ने नीति लिँदैछ। युनाइटेड नेसनको आर्टिकल 24 जहाँ सोभरेन कन्ट्रीको सोभरेनिटी र नेशनल सेक्युरिटीलाई सेफगार्ड गर्ने कुरा उल्लेख छ। स्टेट जसको एउटा ठूलो फन्ड र भिटो पावर अथोरिटी चल्छ उसको अगाडि युनाइटेड नेसनको सबै नीति फेल लाग्छ। यही कारणले जहिले पनि राष्ट्रहरूले सानो राष्ट्रमाथि दमनको नीति लिने गर्छ र यसको सबैभन्दा ठूलो उदाहरण हाम्रो छिमेकी राष्ट्र भारतबाट लिन सक्छ। ओली जी, भारत और नेपाल हमेशा राम लक्ष्मण की तरह रहे कि इंडिया राम है, हम लक्ष्मण है। कई अर्थ होते हैं। इंडिया भगवान है, हम उसके छोटे भाई। यहाँ म स्पष्ट रूपमा भन्न चाहन्छु, कुनै पनि देशलाई यति पनि भ्यालु नदिनुस् कि त्यो तपाईको नेशनलिटी र सोभरेनिटीमा हाबी पुर्याओस्। अब अमेरिकी प्रेसिडेन्ट डोनाल्ड ट्रम्पको अबको कदमहरू चाहिँ के हुनेछ यो हेर्न अझै पनि बाँकी नै छ। तबसम्मको लागि धेरै धेरै धन्यवाद।